प्रचण्डबाट छुटिएका पूर्व माओवादी नेताहरूले यस चुनावमा लज्जास्पद हार बेहोरेका छन्। उनीहरूले सिट जित्नु त परको कुरा, देशभरिको मत जोड्दा पनि 25,000 कटेको छैन। कहिले प्रचण्ड संसदीय राजनीतिमा फसेको भन्दै मोहन वैद्य किरणको नेतृत्वमा नयाँ दल बन्यो। त्यसपछि किरणले क्रान्ति गर्न नसकेको भन्दै नेत्रविक्रम चन्द विप्लवले फेरि पार्टी फुटाए। उनले भने अब आफ्नो नेतृत्वमा एकीकृत जनक्रान्ति हुन्छ, तर वर्षौं हन्डर ठक्कर खाँदा पनि क्रान्ति हुन सकेन। अन्ततः विप्लव पनि संसदीय राजनीतिमा आए। 2082 सालको प्रतिनिधि सभा चुनावमा उनको दल नेकपा माओवादीको नाममा निर्वाचनमा सहभागी भयो, तर परिणाम अत्यन्त कमजोर आयो। विप्लव आफै रोल्पाबाट उम्मेद्वार बन्ने घोषणा गरेका थिए, तर लज्जास्पद हार हुने डरले उनी पछि हटे। अन्ततः उनले नेतृत्व गरेको दलबाट एकजना पनि प्रत्यक्ष निर्वाचित हुन सकेनन्। समानुपातिक तर्फ देशभरिबाट उनको दलले जम्मा 23,864 मात्र मत ल्यायो। त्यस्तै प्रचण्डको दलबाट छुटिएका बाबुराम भट्टराई र जनार्दन शर्मा प्रभाकर लगायतका नेताहरूले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि लज्जास्पद हार बेहोरेको छ। यो दलले देशभरिबाट एक सिट पनि जित्न सकेन। समानुपातिक तर्फ उनीहरूको कुल मत जम्मा 24,675 रहेको छ। अझ रोचक कुरा, यसपटकको चुनावमा एउटै दलभित्र पनि समीकरण फरक देखियो। जनार्दन शर्मा एमालेसँग समीकरणमा गए, तर बाबुराम भट्टराईले भने गोर्खामा कांग्रेसलाई सहयोग गरे। किन कांग्रेसलाई सहयोग गरे यो विषय अहिलेसम्म स्पष्ट भएको छैन। प्रचण्डबाट छुटिएका अन्य माओवादी नेता र दलहरूको भने यस चुनावमा नाम निशाना कतै देखिएन। यसले एउटा कुरा के स्पष्ट बनाउँछ भने प्रचण्डलाई गाली गर्नु र आरोप लाउन जति सजिलो छ, तर जनता र कार्यकर्तामा गएर मत ल्याउनु त्यति नै गाह्रो छ।